नमस्ते साथीहरू, आज हामी जान्नेछौँ हाम्रो देशमा हामीसँग यति धेरै सम्भावनाहरू भए तापनि हामी किन अरू विकसित देशहरूभन्दा पछाडि छौँ। नेपाल प्राकृतिक सम्पदा, जैविक विविधता, पर्यटनको स्रोत, नदीनालाहरू, मेहनती युवाहरूले धनी देश हो। विकासको लागि यति धेरै स्रोत भए तापनि हामी किन अगाडि बढ्न सकिरहेका छैनौँ? मेरो विचारमा यसको मुख्य कारण हामीमा एकताको कमी हो। हामीलाई विद्यालयमा पढाइन्छ नेपाल एक बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक, बहुधार्मिक देश हो अनि यहाँ यस्तो विविधता भए पनि यहाँ एकता छ। तर समय बित्दै जाँदा त्यो एकतामा कमी आइरहेको छ। हामी बस्ने ठाउँ, छालाको रङ, धर्मको नाममा, संस्कृतिको नाममा विभाजित भइरहेका छौँ। विभाजित भएर एक आपसमा मानसिक द्वन्द्व गरेर फुटिरहेका छौँ। यति मात्र नभएर आफ्नै परिवारमा एकता कायम गर्न सकिरहेका छैनौँ। जस्तै कि छोराछोरीले अभिभावकको कुरा नमान्नु, सम्बन्ध विच्छेद जस्ता समस्याहरू देखा पर्नु। यति मात्र नभएर हामी आफ्नो गाउँटोल छरछिमेकमा पनि एकता कायम गर्न सकिरहेका छैनौँ। यो कारणले हामी एकजुट हुन सकिरहेका छैनौँ। त्यसैले हामीले चाहेको काम पूरा हुन सकिरहेको छैन। हामीले सुनेको छौँ जति धेरै फरक फरक विचारहरू हुन्छन् त्यति नै धेरै सम्भावनाहरू हुन्छन्। तर यो कुरा तब मात्र लागू हुन्छ जब फरक फरक विचार भएका मान्छेहरू एक साथ मिलेर छलफल गरेर आफ्नो विचार व्यक्त गरेर सबैले एक अर्काको विचारको सम्मान सहित चिन्तन गरेर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको हितमा एक प्रभावकारी निर्णय लिन्छन् अनि मात्र सबै जनता खुसी हुन सक्छन्। यही सन्दर्भमा एउटा अंग्रेजी भनाइ छ, द मोर भेराइटी द बेटर सोसाइटी। तर म के भन्छु भने युनिटी इन डाइभर्सिटी द बेस्ट सोसाइटी। यद्यपि विविध विचारका मान्छेहरू भएको समाज राम्रो हो, तर जब त्यो विविधतामा एकता आउँछ तब त्यो समाज सबैभन्दा राम्रो समाज हुन पुग्छ। हामीले आफ्नो परिवार, छरछिमेक र समुदायमा एकता कायम गर्न सकेको भए छलफल गरेर एकमात्र सबैभन्दा राम्रो नेतालाई जिताउन सक्थ्यौं, जसमा समुदायको हरेक मान्छेको सहमति हुन्थ्यो। यस्तो एकता देखेर नेता पनि उत्तरदायी रूपमा काम गर्थे। नेतासँग विकासका केही कमी कमजोरीहरू सोध्न सकिन्थ्यो। हामीसँग बल र विवेक दुवै हुन्थ्यो। कुनै पनि काम जनताको आवश्यकता र माग अनुसार हुन्थ्यो। यदि हाम्रो नेताहरू पनि फरक फरक पार्टीको भए पनि फरक फरक विचारधारा बोके पनि केवल पार्टी अथवा व्यक्तिगत स्वार्थको विषयमा नसोचेर एकता कायम गर्दै एक अर्काको राम्रो विचारको सम्मान गरेर देशको हित कार्य गर्थे भने हाम्रो देश अगाडि बढ्न सक्थ्यो। नेताहरूले हाम्रो देशमा सुधार ल्याउनको लागि आफ्नो खुन पसिना बगाउनु भएको छ। नेताहरूले नेपालको कल्याणको लागि जनताको प्रतिनिधिको रूपमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रूपमा अघि बढाउनु भएको छ। उहाँहरूले न्याय र विधिको शासन सुदृढ गर्न कानून निर्माण गर्नुभयो। उहाँहरूले सडक, खानेपानी, सरसफाई, रोजगारी जस्ता आधारभूत विकासका कार्यक्रम कार्यान्वयनमा जोड दिनुभयो। साथै जनसहभागिता, उत्तरदायित्व, समावेशिता मार्फत लोकतन्त्रलाई मजबुत बनाउँदै दिगो विकासको दिशा तय गर्न नेताहरूको भूमिका रहेको छ। तर हाम्रो केही नेताहरू व्यक्तिगत स्वार्थ, पार्टीको लोभ र पार्टीको बन्धनमा परेर एकले अर्कोको राम्रो विचारको गलत अर्थ निकालेर त्यो लागू हुन दिँदैनन् अनि जनता समक्ष जसरी पनि आफू र आफ्नो विचार नै सर्वोत्कृष्ट हो भनेर साबित गर्न तर्फ लाग्छन्। राजनैतिक दलहरूको द्वन्द्वले गर्दा पटक पटक सरकार परिवर्तन हुने सम्भावना हुन्छ, जसले गर्दा देशमा विकासको कमी, ढिला सुस्ती र भ्रष्टाचार जस्ता समस्या आउँछन्। अनि एक अर्काको विरोध गरेर नेताले जनतामा पनि फुट पार्ने काम गर्छन्। जस्तै कि नेताले जाति, धर्म, समुदायको नाममा भोट माग्छन् अनि जनता पनि त्यही बन्धनमा परेर भोट दिन्छन् अनि पछि गएर ती नेताले व्यक्तिगत रूपमा जसले चुनावमा मद्दत गरेको थिए त्यसै वर्गका मान्छेको मात्र हित हुने काम गर्छन्। यस्तो हुँदा सुविधा नपाउने जनता र सुविधा पाउने जनता बीच मनमुटाव हुन्छ। जनता झन बाडिन्छन्। जनताले आपसमा द्वन्द्व गर्न थाल्छन्। यस्तो हुँदा शान्ति र ठूलो विकासको सम्भावना कम हुँदै जान्छ। तर उहाँहरूले देशको एकताप्रति पनि ध्यान दिनुपर्छ। हामीमा एकता भएन भने हामीमा निराशा आउने धेरै सम्भावनाहरू हुन्छन्। हडताल र आन्दोलन गर्नुपर्ने समस्याहरू आउँछन्। लडाई झगडा हुने सम्भावनाहरू देखिन थाल्छन्। यस्ता समस्याले विकास र शान्तिमा नकारात्मक प्रभाव पार्छन्। अब हामीले यो समस्याहरू मेटाउनको लागि के गर्नुपर्छ भन्ने कुरा जान्नेछौँ। म एउटा अंग्रेजी भाषाको भनाइ
हजुरहरू समक्ष राख्न चाहे। द स्ट्रेंथ अफ अ नेशन डिराइव्स फ्रम द इंटिग्रिटी अफ द होम, अर्थात राष्ट्रको शक्ति परिवारको अखण्डताबाट आउँछ। यहाँदेखि हामी के बुझ्न सक्छौं भने यदि हामीले आफ्नो परिवारमा एकता र प्रेम कायम गर्न सक्छौं भने त्यो बिस्तारै बिस्तारै समूल देशको एकतामा परिवर्तन हुन सक्छ। जसले परिवारको एकताको महत्त्व जानेको हुन्छ उसले समुदायमा पनि एकता कायम गर्न खोज्छ। यदि समुदायहरू एकीकृत भए भने पूरा समाज एकीकृत हुन्छ। जुन देशको समाज एकीकृत छ त्यो देशको विकासमा अरू केही रोकावट आउँदैन, अनि आए पनि शीघ्रतापूर्वक सबै रोकावटहरू हट्छन्। त्यसैले हामी पूरा नेपालमा एकता ल्याउनको लागि आफ्नो परिवारमा एकता ल्याउन सक्नुपर्छ। आफ्नो परिवारमा एकता ल्याउनको लागि आफ्नो मनमा शान्ति ल्याउन सक्नुपर्छ। साथीहरू, मैले मनमा शान्ति ल्याउनको लागि के गर्नुपर्छ भन्ने भिडियो छुट्टै बनाएको छु। कृपया डिस्क्रिप्सन बक्समा गएर डिस्क्रिप्सन र कमेन्ट बक्सको लिङ्कमा गएर हेर्नुहोला। हामीले आफ्नो मनमा शान्ति कायम गरेर आफ्नो परिवारका सबै सदस्यहरूसँग मिलेर बस्नुपर्छ। यो कुरा सुन्दा त एकदम सामान्य जस्तो लाग्छ, तर धेरै नै आवश्यक कुरा हो। परिवारमा प्रेम, सम्मान र जिम्मेवारीको भावना कायम राख्नुपर्छ। तर परिवारको सदस्यहरूको कुरा नसुन्नु, आफ्नो मनको कुरा मात्रै गर्नु, लैङ्गिक विभेद गर्नु, यस्ता कामहरूले गर्दा परिवारमा एकता कमजोर हुँदै जान्छ। साथीहरू, अन्त्यमा म एउटा कथाद्वारा आफ्नो 2 शब्द टुङ्ग्याउँछु। एक व्यक्ति थिए अनि उनी आफ्नो गुरु कहाँ गए। उनले भने, गुरुजी, बाटोमा ढुङ्गा र काँडाहरू हुन्छन्, त्यसकारण हिँड्ने बेला खुट्टा दुख्छ। हामी गाउँलेहरू सबैजना मिलेर यो गाउँको बाटो छालाले ढाक्छौँ ताकि फेरि खुट्टा नदुखोस्। गुरुजीले भन्नुहुन्छ, तिमीहरू बाटोमा छाला राख्नुभन्दा आफ्नो खुट्टामा छालाको चप्पल लगाइहाल, जहाँ पनि जान्छौ सुरक्षित हुन्छौ। आफ्नो खुट्टामा चप्पल लगाए पो सबै ठाउँमा सुरक्षित घुम्न सक्छौ। त्यसै गरी आफ्नो परिवारमा सम्मान र प्रेमको वातावरण बनाए पो अरूसँग सम्मान र प्रेमको वातावरण बनाउन सक्छौं। जहाँ प्रेम र सम्मान हुन्छ त्यहाँ एकता हुन्छ। जुन देशमा सबै परिवारहरू एकीकृत छन् त्यो देश पनि एकीकृत छ। अर्को भिडियोमा परिवारको विषयमा अरू पनि कुरा गर्नेछौँ। च्यानललाई लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गर्नुहोला। धन्यवाद।